फाइनली साथीहरू यो चाहिँ मैले माला ल्याएको थिएँ अनि यसमा चाहिँ मैले यो छुट्टै र यो ठुलोबाट मोती छुट्टै ल्याएको थिएँ। अनि यसमा चाहिँ मैले 225 या 5 चान्चुन कतिमा लिएको थिएँ। तर पनि हेर्नुहोस् त हो यसको मूल्य अहिले कति होला बजारमा। अब हामीले जस्तै यो बजारमा लियौँ भने चाहिँ यसको प्राइस भनेको चाहिँ हजुरको 500-600 हुन जान्छ। यसको 400, यसको 350। त्यसैले मेहनत गरौँ, अरूको भरमा होइन आफ्नै भरमा बाँचौँ सकेसम्म। हुन त मान्छे भएपछि अरूको भरमा नै बाँच्नुपर्छ, तर पनि आफूले सक्ने काम चाहिँ आफै गरौँ है त। न त यो मेरो सस्तोको मोती हो, तर पनि मैले मोती नपाएको कारणले मैले यसैबाट माला यो बनाएँ मैले। हजुरहरूलाई कस्तो लाग्छ? हजुरहरूले आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ है। मसँग चाहिँ अब यो बनाउने पनि चिज नभएको कारणले मैले यो ट्रफीमै बनाएको छु यो चाहिँ। ओके, थ्याङ्क यू। यो मोती चाहिँ कस्तो टल्केर निस्क्यो कि यो मेरो मोती जस्तो होइन जस्तो देखिरहेछ क्या। हो फाइनली अहिले चाहिँ यसको लुक्स देखियो है। यो मोती नै हो, यो टल्केको कारणले चाहिँ होइन जस्तो देखिरहेछ। कस्तो तरिकाले चाहिँ राम्रो देखिन्छ।